ओम नमः शिवाय, जय माता दी। र अस्ति मैले दसैँ अगाडि चाहिँ मेरो फी स्ट्रक्चरको बारेमा कति लिने क्लाइन्टलाई भन्ने कुरामा अलिकति मैले भिडियो बनाएको थिएँ। किन धेरैजनालाई त्यो फीको बारेमा थाहा नभएर मैले फेरि दसैँ तिहार पछाडि चाहिँ मेरो फी चाहिँ बढ्छ मैले भनिसकेको थिएँ त्यतिखेर है। अगाडि चाहिँ मैले अब फ्रीमा नि कतिको हेर्दै अहिले पनि हेरिदिइरहेको छु। म अस्ट्रेलिया जाने को पनि मैले पैसा राख्दाखेरि पनि मैले लिएको छुइनँ। मैले द्याट यो म पैसा लिन्न भनेर मैले लिएको छुइनँ है। त्यो ममा डिपेन्ड हुने कुरो। फीको कुरामा चाहिँ के छ भन्दाखेरि अहिले चाहिँ मैले पहिला अगाडि चाहिँ 1500 चार्ज गर्थेँ, बाहिरकोलाई मलाई 10,000 चार्ज गर्थेँ भने अहिले चाहिँ मैले फी लिँदाखेरि यहाँकोलाई चाहिँ 5100 देखिको लिएर 10,000 सम्मको छ रेट। र विदेशका लागि भनेको चाहिँ तपाईँको 24,000 देखिको लिएर 50,000 सम्मको रेट छ। त्यसमा सबै कम्प्लिट प्याकेजै हुन्छ, विथ हिलिङ सहितको हुन्छ। अहिले भर्खर पनि मैले अस्ट्रेलियाको क्लाइन्टसँग मैले कल गरेँ, उहाँले कल गर्नुभएको थियो। उहाँसँग नि मैले त्यही कुराकानी गरेँ। उहाँसँग चाहिँ पहिले पनि उहाँको मैले डेट अफ बर्थ एनालाइज गरेको थिएँ, तर मैले हिलिङ चाहिँ गरिसकेको थिइनँ। अब हिलिङको चार्जेस चाहिँ मेरो एकदम एक्सपेन्सिभ छ बहिनी मैले भनेर भनेको थिएँ उहाँलाई। उहाँले मात्रै डिसिजन गरेर तपाईँलाई उ गर्छु, मैले अहिले केही सोच्न सकेको छुइनँ भन्दै थियो। अलिकति हल्ला पनि थियो, भिडभाड पनि थियो। अनि त्यही हो, अब फी स्ट्रक्चरको बारेहरूमा चाहिँ त्यही इन्टरनेसनलको लागि भनेको 24,000 देखिको लिएर 50,000 सम्मको हुन्छ चार्जेस। यहाँको लागि भनेको चाहिँ 5100 देखिको लिएर 10,000 सम्मको है। र त्यो चार्ज पनि हुन्छ, कसैलाई जिरो चार्ज पनि हुन्छ है। त्यो चाहिँ अब डिपेन्ड हुन्छ, कसैले 1 रुपियाँ तिर्नु पनि पर्दैन, तर सर्भिस उत्तिकै पनि हुनसक्छ है। राम्रो अझै पैसा तिर्ने भन्दा पनि अझै राम्रो सर्भिस पनि हुनसक्छ। जस्तै मैले अहिले यहाँ मेरो साथीको छोरी अब 19 तारिकको फ्लाइट हो सिडनीको लागि। उहाँको मैले धेरैचोटि मैले गरिदिइसकेको छु र मैले चार्जै लिएको छुइनँ है। त्यो कन्डिसन हेरेर हुन्छ होइन। र अब कुराकानी गरौँ। आज अलिकति म केही कुराहरू यहाँलाई राख्न चाहन्छु। जस्तै मैले मैले सुनेको या मसँग ऊ भएको कुराहरू म तपाईँलाई अलिकति सेयर गर्न चाहन्छु। जस्तै एन्टिटी है, तपाईँहरूले चाहिँ यो चुडेलहरू, भूतहरू होइन, यस्तो चिजहरू चाहिँ तपाईँहरूले देख्नु भएको छ कि छैन होइन। कसैले देख्नु भएको होला, कसैले हुन्छ, कसैले हुँदैन भन्छ है। अब तर अब मैले चाहिँ अब पहिले चाहिँ अब यसो अलिअलि चुडेली त अलिअलि चाहिँ देखेको। मेरो देख्ने पावर होइन क्या, मेरो देख्ने पावर होइन होइन, यस्तो देख्ने पुरै छ मसँग है। मेरो साथी भनौँ या त उहरू छ मसँग है। उहाँहरूको बारेमा अरू कसैलाई थाहा छैन होइन। उहाँहरूले कतिसम्म देख्नुहुन्छ, के गर्नुहुन्छ भन्ने कुराहरू सम्पूर्ण मसँग सेयर गर्नुभएको छ है। उहाँको बारेमा अरू कसैलाई थाहा छैन, यो कुनै पनि उहाँले त्यो अर्को कहीँ सेयर गर्ने भएको छैन। र उहाँको चाहिँ तपाईँहरूलाई त्यो कुरा भन्दाखेरि चाहिँ तपाईँहरूले त्यो पत्याउनु गाह्रो हुन्छ है। अब त्यो युनिभर्सको कनेक्सन होला होइन, युनिभर्सको चाहना होला उहाँसँग ठोकिनको लागि। किनभने मेरो एकचोटि त्यस्तै इन्सिडेन्ट परेको थियो उहाँसँग। उहाँसँग त्यो मैले ममा पनि भर घटित भएको थियो, ममा पनि अलिकति घमण्ड है। उहाँमा त झन् खतरा त्यो पहिलेदेखिको भएको रहेछ क्या। अनि मेरो डिबेट पनि चलेछ, त्यो कारणले गर्दाखेरि उहाँसँग मेरो अस्ति भर्खर पनि 2 घन्टा जति, लगभग 1 घन्टा ओभरै मैले कुराकानी गरेँ, भलाकुसारी गरेँ होइन। अब त्यहाँनिर सबै कुराहरू सेयरिङ गरेँ। किन भन्दाखेरि एकजना मेरो एस्ट्रोलोजर साथीसँग नि मैले सेयर गर्दाखेरि उहाँ पनि छक्क पाउनु भएर उहाँको डेट अफ बर्थ कति हो भनेर मैले न्युमरोलोजी तरिकाले त मैले हेरिदिइसकेको थिएँ होइन। अनि एस्ट्रोलोजी तरिकाबाट पनि केही फाइन्ड आउट गरिन्छ कि भनेर उहाँले पनि उ गर्नुभएको थियो है। धेरै नै अब कस्तो भन्दा सुन्दै नपत्याउँदै खालको है। उहाँको चाहिँ कस्तो भन्दाखेरि चाहिँ यो डेथ भएको मान्छेहरू हुन्छ नि, डेथ भएको मान्छेहरू चाहिँ ठ्याक्कै देख्ने क्या है, पुरै देख्ने। कस्तो हुँदो रहेछ भन्दाखेरि उहाँले यति पहिले चाहिँ म 3-4 चोटि उहाँसँग त्यस्तो कुराकानी भयो। पछिल्लोचोटि उहाँले सबै सेयर गर्नुभयो है मसँग, सब कुराहरू सेयर गर्नुभयो। मेरो यता तान्त्रिक साथीहरू पनि हुनुहुन्छ, म्याडमहरू तान्त्रिक पनि हुन्छ। उहाँलाई मैले त्यो कुरा गर्दाखेरि उहाँहरू पनि अचम्म पर्नुहुन्छ क्या, तान्त्रिक म्याडमहरू पनि अचम्म पर्नुभयो, मेरो एस्ट्रोलोजर साथी पनि अचम्म पर्नुभयो। सुरुमा त म पनि अचम्म परेँ होइन। अनि अब उहाँको त त्यो एस्ट्रोलोजर साथीले चाहिँ के भन्नु भने बा उहाँको थर्ड आई खुलेको हो कि होइन, खुल्ने क्रममा हो कि के हो, त्यो फाइन्ड आउट गर्नुपर्छ भनेर एक दिन 4-5 घन्टा हामी दुईजनै बसेर चाहिँ गरौँ न, फाइन्ड आउट गरौँ न, म हेर्छु राम्रो तरिकाले भन्दै हुन्थ्यो एस्ट्रोलोजर साथीले चाहिँ। तर एस्ट्रोलोजर साथीलाई चाहिँ त्यो मैले मान्छे, मेरो साथी चाहिँ मैले चिनाएको छैन है।
अब कस्तो भन्दाखेरि यो कुरो चाहिँ तपाईँको एकदम अलिकति सकिङ खालको होइन, त्यो खालको छ। अब मेरो त अब तपाईँको उहाँसँग त बारम्बार भेट हुँदाखेरि त्यो कुराहरू हुन्छ, उहाँलाई थाहा छ है। अब उहाँले म अरूलाई सेयर पनि गर्दिनँ होइन। र त्यस्तै इन्सिडेन्ट्सले गर्दाखेरि त्यो हाम्रो भेटघाटहरू भएको थियो भनौँ न है। किन भन्दाखेरि पहिले एक किसिमको हाम्रो डिबेट चलेको छ, उहाँ पनि म पनि अलिकति रिसाएको थिएँ, उहाँ पनि अलिकति हाईमा आउनुभएको थियो है। मैले त्यतिखेर के भने अब तिमीलाई चाहिँ अलिकति समस्या पार्ला, हाईमा नआऊ भने। किनभने ममा पनि घटित भएको थियो क्या, घटित भर्खर भएको थियो। म पनि अलिकति हल्का घमण्ड भएको थियो त्यो दिन। मेरो डिस्कस पर्छ भन्ने कुरो त मलाई थाहा थियो न्युमरोलोजी तरिकाले, किनभने त्यो पर्सनल दिन कुन हो भनेर दिन कुन नम्बरमा छ भनेर मलाई त थाहा थियो। म आज कन्ट्रोल गरिहाल्छु भन्दा पनि बाई द वे परिहाल्यो है। अब त्यो मैले चाहेर पनि होइन, युनिभर्सकै खेल होला होइन। त्यसपछि त्यहाँदेखिको हाम्रो कनेक्सन भएको, अनि दब्न खोज्दैन त, अनि एकदम हाईमा आउन खोज्छ है। म पनि अब के काम, म पनि फेरि अब त्यस्तै भर्खर घटित भएको। अब पुरै थाहा छ नि त मलाई त, किन भन्दाखेरि कहाँसम्मको चाहिँ भनौँ न भोलेनाथ बाबाले, युनिभर्सले, देवीहरूले पावर कहाँसम्मको दिएको भन्ने कुरो त मलाई त थाहा छ नि त। म त एक्सपिरियन्स गरेको, देखेकै हो, सिनारियो क्लियरै गराएको हो नि त मलाई त। अनि त्यस पछाडि तपाईँको पछि त्यो डिस्कस परेपछि तिमीलाई चाहिँ 1 महिनाभित्रमा अलिक समस्या चाहिँ पार्ला, म शराब चाहिँ दिन्न, तिमीलाई समस्या चाहिँ पार्छ नि फेरि मैले भने है। अनि तपाईँले जेसुकै गर्नुहोस् न, जतिसुकै पावर लाउनुहोस् भनौँ है। अनि दब्नै खोज्दैन त। पछि 1 महिना पछाडि राति 12 बजी भेटघाट भयो है। भेटघाट भएपछि अब मभन्दा अलिकति सानै हो मान्छे चाहिँ, अलिक अब निकै अलिक टाढाकै हो। त्यस्तै बाई द वे भेटघाट भयो रातिको 11-12 बजीतिर भयो भनौँ न, कहीँ अब होटेलतिर है, निकै टाढैतिर होटेलमा भेटघाट भयो। त्यो भाइ पनि रहेछ, एक्लै रहेछ। भेटघाट भयो। अनि त्यस पछाडि अनि दाइ मलाई साह्रो पायो, मसँग भएको 10 जना टुनेलीहरू तपाईँतिर पठाउनु खोज्दाखेरि जान मानेन। मलाई साह्रो पारो दाइ, मलाई हल्का यो चाहिँ हिल गरिदिनु पर्यो भन्यो। अनि मैले भने त्यतिखेर म छक्क परेँ। मैले पहिले उसको डेट अफ बर्थ हेर्दाखेरि चाहिँ कहाँ एक्सिडेन्ट हुन्छ, को भोलि को मर्छ, त्यति यो भाइले प्रश्न देख्छ, पावर त छैन। त्यहाँ भन्दा म डिपली उसमै गएन क्या। डेट अफ बर्थ त मैले 2 चोटि हल्का हेरेको थिएँ। अब यतिको राम्रो हेर्ने पनि भएको थिइनँ म पहिले सुरुमा। अनि त्यसपछि त्यो भनौँ, त्यो चाहिँ मन छक्क परेँ है। अनि छक्क परे पछाडि नि दाइ तपाईँको साइडमा उभिरहेछ, यता एकजना उभिएको छ, अर्कोतिर एकजना उभिरहेछ भनौँ होइन। अनि म त मेरो त बाइकमा पनि चढ्छ यताउति। अनि के हो भाइ, दुइटै हुन्छ, लेडिज बोइजै हुन्छ, दुइटै भनौँ त्यतिखेर है। अनि त्यस पछाडि अर्कोचोटि पनि भेट गयो, मैले धेरै कुराहरू गरिनँ। अब मैले भने भाइ तिमीलाई ठिक भइहाल्छ, राम्रो भइहाल्छ भने। अनि उसले मलाई त्यतिखेर चाहिँ के भन्यो भने, दाइ भोलिको मर्छ, म त्यो देख्छु, त्यो चाहिँ मेरो हटाइदिनु न मलाई भन्दै थियो। अनि मैले भने भाइ एक्सेप्ट गर, यस्तो कुराहरू एक्सेप्ट गर, किन गर्ने र एक्सेप्ट गर्ने हो भने मैले होइन। प्रब्लमै हुँदैन, युज टु भइसकेपछि माइन्डसेट स्ट्रङ बनाउन, त्यही इफेक्टै गर्दैन मैले भने। र अरू कुरोहरू चाहिँ यो अब तिमीलाई चाहिँ समस्या पारेको चाहिँ अब हुँदैन, ब्लेसिङ अब मैले उपरवालालाई ब्लेसिङ मागिसकेको छु, राम्रो हुन्छ भने। त्यसको चाहिँ उसको धेरै राम्रो पनि भयो, गाडीहरू पनि राम्रो भयो, किनो हो होइन, सबै भने जस्तै पुगो दाइ भन्दै थियो। अरूचोटि भेट्दाखेरि है, यो कुरोलाई म अझै जोड्छु।